भन्न कति धेरै पाहुना थिए आउँदा आउँदै ढिलो भयो भने आउनु त आधा आउँ भइसक्यौँ ए हो र त्यही भनेर न घरभरि पाहुना त्यसो आथा के भयो तेरो न आँटी काट्यो यहाँ आउँदै बसेको छु नि यहाँ बस त कसले बोलाउने त दिदी के भयो यहाँ आउनुहोस् न हात काट्यो के भयो हेर्नु न धान काट्दा हातै काट्यो ए हो तपाईँले एम्बुलेन्सलाई सम्पर्क गर्नुभयो छैन 102 मा सम्पर्क गरेर एम्बुलेन्सलाई बोलाउनु न ल दिदी सुन्नुहोस् न म सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्ता हो म तपाईँको सहयोग गरौँ अलिकति दुख्छ ल तपाईँले एउटा पट्टी ल्याउनु न अर्को है हुन्छ हुन्छ त्यसलाई पठाइदिन्छु लिनुहोस् त हात माथि उचालिराख्नु त अब अस्पताल लैजानुपर्छ एम्बुलेन्सलाई बोलाउनु ल हेलो हजुर छिटो आइदिनुहोस् न है भर्खरै हामीले भिडियोमा बिरामी अथवा घाइतेको अचानक शरीरबाट अथवा कुनै अङ्गबाट रगत बग्दाखेरि कसरी प्राथमिक उपचार दिने भन्ने बारेमा हेऱ्यौँ। आउनुहोस् यो प्रक्रियालाई एकचोटि हामी फेरि क्रमबद्ध रूपमा हेरौँ। यस्तो बेलामा नआत्तिनुहोस्। तपाईको वरिपरि कोही व्यक्ति मद्दतको लागि हुनुहुन्छ भने मद्दतको लागि आह्वान गर्नुहोस्। यदि तपाईको वरिपरि कोही पनि हुनुहुन्न भने 102 मा फोन गरेर एम्बुलेन्स बोलाउनुहोस्। आफ्नो परिचय दिनुहोस्। घटनास्थल वरिपरिको व्यक्तिहरूसँग सहमति लिनुहोस्। यसरी घाइतेको रगत बगिरहेको अवस्थामा हजुरले उपचार गर्न अगाडि पन्जा भएको अवस्थामा पन्जा लगाउनुहोस्। यदि तपाईसँग पन्जा छैन भने उपचार गरिसकेपछि राम्रोसँग हात धुनुहोस्। घाइतेलाई नआत्तिनको लागि भन्नुहोस् र उहाँको चोट लागेको ठाउँलाई स्थिर राख्नुहोस्। अब तपाईले सफा कपडाको प्रयोग गरेर रगत बगिरहेको ठाउँमा निरन्तर 10 मिनेटसम्म थिच्नुहोस्। 10 मिनेटभित्र यदि त्यो कपडा पूर्ण रूपमा भिजिएको छ भने तपाईले अर्को कपडा त्यसमाथि राखेर फेरि अर्को 10 मिनेट थिच्नुहोस्। यदि रगत बन्द भइसकेको छ भने तपाईले ब्यान्डेज लगाउने प्रक्रिया सुरु गर्नुहोस्। ब्यान्डेज लगाउँदाखेरि हामीले क्रिस क्रस विधि अपनाउँछौँ। क्रिस क्रस अथवा नेपालीमा तलमाथि गर्दै ब्यान्डेज लगाउनुहोस्। त्यसपश्चात बिरामीलाई सान्त्वना दिनुहोस्। एम्बुलेन्स आइसकेपछि बिरामीको बारेमा जानकारी दिएर स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्नुहोस्। यसरी तपाईले चोट लागेर रगत बगेको बिरामीलाई उपचार गर्न सक्नुहुन्छ।